आजको न्यू ब्लग हाम्रो जङ्गलको मौसमी खाँदै सरी सुन्तला खाँदै हामीहरू जङ्गलमा च्याउ खोज्न जाँदैछौँ। हामी यहाँ नयाँ बाटो हेर्दै नदीबाट आए पनि हुन्थ्यो अस्तिका जसरी यहाँ रुख पल्टिएको रहेछ। हेर्नु गाइज पहिलोमा च्याउ भेटियो खाने च्याउ नरहेछ अरे। हेलो गाइज हामी अब जङ्गलमा घुसिरहेको छौँ च्याउ देखिएमा। अब हामीले फाइनली च्याउ भेटिएको छ तर यो पनि नखाने च्याउ रहेछ गाइज। फक ड्याम भन्नु होला यो खाने च्याउको नखाने च्याउ हो यार। हेलो गाइज आज हामी देखाउन जान्छु सिगरेटवाला पछाडि र हामी देखाउन चाहन्छु हाम्रो खाना पानी ट्याङ्की। जङ्गलमा रहेको छ हाम्रो खाना पानी ट्याङ्की। के भन्नु ल पहिले सिगरेटवाला पछाडि रह्यो होइन यो हाम्रो ट्याङ्की हो पानी पहिले पानी सप्लाईवाला होइन। पहिले हाम्रो गाउँमा यहीँदेखि पानी सप्लाई हुन्थ्यो जङ्गलदेखि अनि यो ट्याङ्की हो। यो रहेको छ ट्याङ्कीको हालत हेर गाइज। यो रहेछ पहिला हाम्रो खानपानी ट्याङ्की त्यो दोस्रोमा छ। अनि पहिले पिकनिक यतै खाएको थियो हामीले पिकनिक। यो च्याउ होइन विष लाग्दो च्याउ यो खाए चाहिँ मान्छे टप्लाक्क टप्किन्छ होइन पानी भन्न पाउँदैन है गाइज। हेर गाइज हाम्रो जङ्गलमा यो मिल्छ कुछ मिल्छ। हाम्रो जङ्गलमा बाघ छ स्नेक साप तैँले खानेवाला च्याउ यहाँ छ च्याउ के मर्नेवाला च्याउ पाइनुहोस् भने त मर्नु पर्यो। दा भन् त के भन्न चाहन्छस् यति सालदेखि अहिले आइस जङ्गलमा के भन्न चाहन्छस्? अहिले कहीँ भेट्टाएको छैन च्याउ भेट्टायो भने नै नै यस्तो के जस्तै 6 सालपछि जङ्गलमा आइस होइन त होइन त्यसको के बारेमा के भन्न चाहन्छस्? होइन गाइस 6-7 सालपछि आएको छु जङ्गलमा होइन घुम्न आफ्नो गाउँको जङ्गल धेरै मतलब कि पहिले सुनसान थियो अहिले मान्छे उता मान्छे छ भने देखिन्न जस्तो जङ्गल भएको छ क्या। अनि कैलालीको नम्बर 1 होइन नम्बर 2 मा छ नम्बर 2 मा अनि कैलाली कञ्चनपुरको कैलाली कञ्चनपुरको लगाएर नम्बर 2 मा होइन। पहिले हाम्रो जङ्गलमा यस्तो लास्टमा थियो क्या नम्बर लास्टमा थियो अहिले नम्बर 2 मा छ भन्दै थियो। मतलब राम्रो छ अहिले भएको प्रगति राम्रो भएको रहेछ जङ्गलमा पनि होइन। अनि सुन्तला अनार अब हामीहरू 6-7 सालपछि आज यति बदलाउ भनेको धेरै हो क्या होइन। अरू के भनौँ आज हामी च्याउ खोज्न भनेर आएको होइन। च्याउ त मिलिरहेको छ तर नखाने च्याउ मिलिरहेको छ गाइज। अनि अरू के भन्न सक्छौँ हामीहरू यसलाई के भन्छ हजुरलाई थाहा छ के ढिउना गोलो रे गोलो हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला होइन। मलाई त्यही हो भनेको ढुना गे गुलो होइन। ओ च्याउ भेटियो यहाँ न अनि यहाँ ढिउना गुलो पनि भेटियो ढिउना गिलो। यो हाम्रो भिटामिन डी मिल्छ जसले होइन
पहिले धेरै खाएको छु अहिले त खाएको छैन होइन गाइस यो भिटामिन डी हो यसमा यो घरमा लगेर पानीमा मिलाएर खानुपर्छ होइन होइन गाइस भिटामिन डी मिल्छ क्या यसको नाम के हो रे बिदा बिर्स्यो बेत हेर्नु गाइस पाकेर यस्तो हुन्छ होइन यो अलग बेत नरहेछ यसलाई भन्छन् जङ्गलको ड्राइफन फल भन्छन् तर यसलाई होइन भिटामिन डी निकल्छ अरे होइन होइन गोविन्दे यसको बारेमा के भन्न चाहन्छस् यसको बारेमा के भन्न चाहन्छ बेटा दादा